मैले राई समाजलाई 1 वर्ष फिल्म नपाउँदाखेरि नाङ्गो फोर निस्किँदाखेरि पृथ्वीमा मैले 7 पल्ट कन्भिन्स गरेर ल्याएको थियो के राई समाजले। त्यो राई समाजले मलाई चाहिँ एउटा फिल्ममा चाहिँ राई नखरी निकालेर सुरेन्द्र शाह राख भनेपछि अनि धीरेन्द्र शाहले ल्याएको त अनि मैले यसले गरेर यो आएको निखिल उप्रेती नगरेर यो आउँथेन यो ए हो र यसले धेरै भाउ खोजेर यो खोजेर मलाई सिकाउने फाइदा छैन भने पत्रिकामा आएको त्यो कुन पत्रिकामा चाहिँ म भन्न सक्छु के नेपालमा प्रोड्युसर पनि छैन डाइरेक्टर पनि छैन मलाई सिकाउने फाइदा पनि नेपालमा छैन भने यो भाइले भनेर यसलाई ल्याएको हो कि यो अनुहार हेर न यो हिरो भन्ने लागेको हो यो त भिलेनमा टप हुन्थ्यो के यसलाई हिरो बनाएर नम्बर 1 पुर्याएको मैले हो म हजुर छवि ओझा निखिल उप्रेती यसो भन्दा रिसाउनु हुन्न दाइ यही सुटिङ छोडेर भाग्यो नि यो म भन्छु त्यो रेखा थापालाई सेल्युट गर्नुपर्छ उसले छवि ओझालाई गर्नुपर्छ स्पेसली सोभित बस्नेतलाई सेल्युट हान्नुपर्छ है रायन खड्गेले नहाने हुन्छ मेरो भाइ हो सुटिङमा जाँदाखेरि उसलाई चिनेर मलाई चिन्थ्यो साँच्चै भनेको हिट भएर पनि दाइ यो फिल्मको हिरो को हो भने ऊ त्यही हो नि भने कि कहाँ हुन्छ त्यो हेर यो म जस्तो चस्मा लगाएर उरो म कपाल लगाएर उसो देख्छ म जस्तो यो मेरो भाइ हो म पहाडमा जन्मेको यो तराईमा जन्मेर कालो भएको त्यति हो भनेको मैले योले गर्दाखेरि आएको यसरी आउँछ क्या हिरोहरू कमेन्ट गर्नु भएन शिवराई र फोन आएर अर्जुन साई दाई चाहिँ त्यो केसमा नपरे भएर राई समाजलाई आउनु त आइरहेको थियो तर यस्तरी आउँथेन के राई समाजले यो नखोजे भए धेरै साकी आउँथेन के यहाँ कहानी छ के है दाइसँग त धेरै स्टोरी छ नि यो मैले सल्यान केसी दाई ग्रेट पहिलाको होइन त्योभन्दा अगाडि आमाको हिरो हाम्रो के मान्दर शिव मान्दर दाई शिवसुन्दर मान्दर के भन्थ्यो समथिङ शिवशङ्कर दाई ग्रेट सिङ्गर उनीहरू त हाम्रो लागि मार्गदर्शक हो नि त्यो बेला बनाएको महेन्द्र राजालाई सेल्युट मैले निखिल उप्रेतीलाई फर्स्ट बोइङ चलाएको उसले आफै भन्छ कि जस्तै मलाई फोनलाई चाहिँ फर्स्ट बोइङ चलाएर चाहिँ हङकङ जस्तै मैले उसलाई कतारमा लगाएँ क्या प्रोग्रामको लागि त्यो बेला ऊ पनि पिकमा म पनि पिकमा विराज त आएको थिएन भन्नु आएको छ तर को नि त्यस छैन कि अग्नि पटपट त मैले चिनेँ यसलाई पायल भन्ने फिल्ममा के गर्छ एउटा उसको फाइट मैले त्यो कहाँ हेरेको थिएँ एडिटिङमा हेरेको थिएँ राम्रो सोलिड किक चाहिँ हान्ने मार्सल आर्टिस्ट हो भने मात्रै थियो कि हाई साइड छ भन्ने थियो त्यति साह्रो थिएन कि अनि कहाँ देखेको भन्दाखेरि उहाँ चाहिँ यो हाम्रो प्रताप सुब्बाको प्रडक्ट हो कि यो विराज भट्ट भनेर नाम राखेको चाहिँ प्रताप सुब्बाले राखिदिएको नपत्या कुनै दिन बोलाएर सोध्नु भोजराज भट्टलाई नाम के हो फिल्म लाइनमा आउँदाखेरि भोजराज भट्ट होइन आजदेखि तिम्रो नाम विराज भनेर राखेको उसलाई प्रताप सुब्बा दाइ त एकदम यो त कहाँ गाने प्रताप सुब्बा दाइसँग धेरै अगाडि सट्याङ धेरै अगाडि फिल्म गरे हो नि मलाई चाहिँ एकदम त्यो घन्टा भने मलाई कराउने घन्टा भनेको अर्को वर्ड रहेछ दार्जिलिङबाट कालिम्पोङमा त के घन्टा भने नि त भने मलाई फर्काउनु लागेको थियो उसले विराज भएर राखिदिएको अनि उसलाई मैले के भनेको थियो भने 14 दिनको हाम्रो कार्यक्रममा हेर निखिल तिमी सबै फाइटरसँग काम गर है सबै फाइटरको आफ्नो आफ्नो कन्सेप्ट हुन्छ है मलाई यो चाहिन्छ नस्याप ए हजुर सम्झाएको कि मैले यसलाई पैसा कमा राई समाजले कोही पनि को जोसुकै गर्छ नि त उसले पनि भोगिसकेन मैले भने राई समाजले एकपल्ट मैले राई समाजलाई 1 वर्ष फिल्म नपाउँदाखेरि नाङ्गो फोर निस्किँदाखेरि पृथ्वीमा मैले 7 पल्ट कन्भिन्स गरेर ल्याएको थियो कि राई समाजले त्यो राई समाजले मलाई चाहिँ एउटा फिल्ममा चाहिँ राई नखरी निकालेर सुरेन्द्र शाह राख भनेपछि अनि धीरेन्द्र शाहले ल्याएको त अनि मैले त्यो वर्ष त राई समाजको 4वटा फिल्म धीरेन्द्र शाहको 9वटा फिल्म बनाइदिएको मलाई निकाल्ने मान्छेलाई म निकाल्दैन त्यो मेरो अगाडि गाउँमा रुने हिरो हो नि त 1 वर्षमा स्टार भइरहेको मान्छे होइन कसले नल्याएपछि अनि के हुन्छ रुनमा लाग्दैन दुईजना रोएको हो हामी दुईजना उसले भनेर ऊ र राई समाजलाई मगाएर मान्छे कुट्न पनि गएको मलाई बोलाएर त्यस्तो जिग्री साथी हो हामी अनि मलाई चाहिँ म त्यसलाई साथीलाई यो हाटसलाम भनेर के हाम्रो प्रकाश सामीलाई सेल्युट गर्नुपर्छ के मैले उसलाई कन्भिन्स गरेर लगाएँ कि त्यो प्रोड्युसरलाई कन्भिन्स गराएर लगाएँ कि भाउराजा भने उसको नाम पनि भाउराजा मेरो पनि निकनेम भाउराजा हो नि त हुँदैन भन्दा पनि मैले 7 पल्ट सम्झाएको त्यहाँ लगाएर घरमा लगाएर आर्ग्युमेन्ट गरेर ल्याएको नि
आज पनि राई समाजले चाहिँ साथलाई यो हात सलाम दुश्मनलाई यो हात फलाम भनेर अहिले पनि डायलग बोल्छ अरू डायलग छ नि त्यसमा शङ्कर होस् छन् न तर म्याक्सिमम बोल्दै हो नि त रावण पनि छ नि साथीलाई यो हात सलाम दुश्मनलाई यो हात फलाम लेख्ने त प्रकाश सामी हो नि त ग्रेट हो के प्रकाश सामी त्यो पनि ठिस पाराको डाइरेक्टर हो प्रकाश सामी पनि होइन त्यस्तै लास्टै न्यु खोज्यो कि यसले एनबीलाई छ्याप्यो कि एनबीलाई बनाउने म एनबीलाई 6 महिना ट्रेनिङ गराउने म एनबी पहिला हिरो पैसा हालेर हिरो बनाएको भिडियो फिल्ममा यसले एनबीलाई छ्याप्यो कि अनि त्यसपछि एनबीको 5वटा फिल्मको फाइट लेखेर पठाउन रे अनि एडिटिङ गर्ने म त्यस्तोलाई छ्याप्यो कि यसले मान्छे चिन्नु पर्ने के सुपरले सुपर ताक्नुपर्छ के अनि मात्रै हुन्छ नि कमाइन सुपरले सेकेन्ड सुपर ताक्यो अनि यो सेकेन्ड हुने यो फर्स्ट बनाउनु परेन यसलाई फर्स्ट बनाएँ क्या यसलाई अनि यसलाई त मैले भने रवि ढुङ्गालाई पनि बनाएँ मैले एकपल्ट फेरि त्यो आमाको के रवि ढुङ्गालाई पनि स्टार बनाएको मैले रवि ढुङ्गाले पनि यो आएको धेरै रिजन छ कि मनमा माया भन्ने फिल्ममा राई समालको टक्करमा फाइट गराइदिएको मैले त्यसलाई कतिवटा फिल्ममा हिट अनि त्यो बेला विराज भट्ट त्यति साह्रो आएको थिएन कि आउनु त आएको थियो त्यति चलेको थियो नि बिचराको त्यो प्लेटफर्ममै आउनु पाएन कि पर्फर्म गर्ने ठाउँमै पाएको थिएन भने नि एक्टिङ प्रताप सुब्बा तगडा मान्छे पाएको फाइटको स्केल जानेको फाइट आएर हामी जस्तो पाएपछि के चाह्यो त अनि तालमेल त हुने जम्मै होइन म कहाँमा अर्के फेरि यसै कुरामा अर्के क्या हो यसलाई मैले अनि अनि ऊ रवि ढुङ्गानाले के भनिरहेको छ ऊ बिजी भएको लास्ट यो पनि बिजी भइरहेको थियो त्यति एकदम लाइनमा आएको थिएन कि साइड रोल खेलेको यो मेन रोल यो साइड रोल अग्निपथमा हामीले खेलाएको पैसा हालेरै खेलेको यसले पछि पैसा दियो कि दिएन थाहा छैन बिचराले पैसा खर्च गरेर हिरो भएको ट्यालेन्ट भए पनि घुस खाएर चाहिँ खुवाएको हो पर्यो रवि ढुङ्गाना यति चाहिँ फुर्सद भएन कि उसलाई म पनि फुर्सद छैन मलाई यस्तो यस्तो हिरोहरूसँग काम गर्नु थियो राई समाल अलगै थियो शिवदाई थियो अनि त्यहाँबाट चाहिँ धेरै थियो फिल्म श्रीकृष्णको फिल्म मसँग त मारा फिल्म हुन्थ्यो नि त अझ राई समालको टाउको र राई नखरको द्वन्द भएपछि बस्थ्यो राई समाल र मेरो त कति नि मैले नभएको फिल्ममा त एनबीले अरू फाइट आयरले गर्थ्यो नि त त्यसले रमितले के भनेको छ भने राई नखरको डेट पाएन भने अरूको फाइट आएर ल्यायो भने त्यसलाई फ्याले यस्तो दिन पनि आयो कि हिरोको निखिल उप्रेतीलाई चिरजीवीलाई थ्याङ्क यू भन्नुपर्छ भाइ र राम लक्ष्मणमा त्यसले 25 लाख कमाएको अरे कि यसले पनि मरेर गरेको छ नि त रिक्स त छ नि यसलाई पनि रिक्स त हामीलाई पनि छ मलाई पनि छ नि त 25 लाख कमाएको 2टा फिल्मबाट यसले भयङ्कर गरेको हो कि त्यो भन्छ त्यसलाई मिल्ने एक्सनहरू बनायो कि उडी बाघ हान्ने अनेक बनाइदिएछु कि यिनीहरू बाघ भन्छ यिनीहरूको म यो के रिङ मास्टर हो नि म त यसलाई कसरी नजाउनु यसलाई कसरी अनि स्क्रिप्ट हिसाबले गर्छु नि त म अरू जस्तो यो भन्दा अगाडि यो हुन्छ यो भन्दा गरेँ म त पुरै स्क्रिप्ट पढ्छु नि त के छ कसो छ होइन निखिल उप्रेतीलाई रिबर्न गर्ने अग्निपथबाट मै हो न निखिल उप्रेती लियो भने मैले हो त्यो स्टोरी नै मैले दिएको उसलाई घरमा बोलाएर सोभितलाई सोभित तैँले घर बनाउँछ एउटा फिल्म छ आइज म देखाउँछु तिमीलाई मैले कराटे पुरानो कराटे के देखाएँ कि यो सबै मेरो चाहिँ 60-70% मेरो काम छ ल डायलग अलि नेपाली मिला भनेर बनाएर सुपर हिट हानेन एउटै डायलग बोलेको फिल्म बिगेको निखिल उप्रेतीले गरेको थियो यो भाइले 7 तलबाट हाम्फालेको थियो है सेलुट है भाइ कसरी गर्यो अब यो अलिकति मलाई बोलाएको छु गऱ्यो हिरो हुनलाई हाम्फाल्यो ज्यानै फालेको हो मर्यो भए त्यही बेला निखिल उप्रेती एउटा हिरो आएको थियो त्यही बेला मर्यो भन्थ्यो यसको पनि हाइट थियो होइन मैले एउटा डायलग बोलेको कि मुरतमा यो फिल्ममा निखिल उप्रेतीले दौडेर नारायणी चाहिँ तर्छ है भन्दै कि म नम्बर 1 फाइट डाइरेक्टर ऊ नम्बर 1 एक्सन हिरो त्यो बेला मैले बोलेको कुरा त तर मैले गरेको छु कहाँबाट दौड्न सक्छ न त्यो सक्छ न म सक्छु डुबिहाल्छ नि कस्तो क्रेज थियो है दाइ त्यो बेला तपाईँको है त्यसपछि यो यसलाई लियो नि त यो चल्दै यसलाई त मैले रेखा छवि होइन अनि सोभित बस्नेले खुब च्यापे जयकृष्णले गाली दिनु पनि कारण ठिक छ कि जयकृष्णले पनि च्यापे हो कि यसलाई अनि हाम्रो जमात पनि यो भाइले गर्दाखेरि
यसलाई त मैले कतारमा 14 दिनसम्म मैले भने कि यसलाई अत्तिले कि निखिल कृतिलाई कसले घुमाइदियो कि मान्छे सोझो है त्यो बेला थिएन यसको आसेपासे सुरेश दर्पण पोखरेल को थिएन यसको आसेपासे चम्चेहरू साला यसको लाइफै बिहान चम्चेहरू नै हो कि यो सन्क्यो मैले सन्काएर यसलाई पनि उठाइदिएँ यसलाई उठाएपछि चाहिँ मैले रमित ढुङ्गाना र म हामीले त्यो हिफाजत भन्ने फिल्ममा कि होइन हिम्मत भन्ने फिल्ममा हामी सुटिङ गर्नु गएर लास्ट फाइट थियो अनि हामी सबै एउटै भेनमा थियो कि हाम्रै भेन दिएको थियो अनि रमित ढुङ्गाना यो थियो विराज ब्युटी पार्लर जानु रमित ढुङ्गाना त्यसलाई चक्लेटी हिरो छ नि त केटा त त्यसको अगाडि खतम छ भने कसले हेर्छ रमित त यो हिँड्यो भने रमितलाई हेर्छ नि केटीहरूले त विराजलाई हेरेन नि त रमित त म हिँड्यो भने रमितलाई हेर्छ मलाई हेरेन नि हामी त रफ टप छ नि हामी दुईजना त भनेर मैले भन्थेँ कि यसलाई मन दुख्थ्यो कि यसलाई मन दुख्थ्यो है सरी है भाइ सरी मैले त्यसको पछि तिमीले मलाई फलो गर्यो अनि पछि मैले के भने हेर विराज तेरो केटी फ्यान त हुँदैन है तेरो स्केल राम्रो छ फाइटको त हाइट पनि छ त जिम पनि छस् त एक्टिङ मलाई थाहा छ नि त यसलाई त मैले उसलाई फर्स्ट देखेकै यो बिजुली बजारमा जिम हलमै हो देखेको यसलाई प्रताप सुब्बाले दाइकोमा उसले चाहिँ एक्टिङ सिकेको थियो कि त टेक्ने हो भने स्केलले टेक्छ है अब यो चक्लेटी छ यसलाई अटोमेटिक नि केटीहरूले उसलाई हेर्छ नि हामीलाई कहाँ हेर्छ र त एक्टिङ स्केल तगडा गर स्केल त्यो तगडा छ होइन मैले नै उसलाई रघुवीरमा एग्रिमेन्ट गराएको नि ल यसलाई यो बजालाई पनि यसलाई पनि यसलाई रघुवीरमा 2 लाख कति लिएर एग्रिमेन्ट गराएर रघुवीरमा खेलाएको हो मैले गएर यसलाई गराएको छोरा हेर्नु है तेरो बाउलाई चाहिँ मै गएर चाहिँ मैले त्यो प्रोड्युसरलाई भनेर रघुवीरमा यहाँ बाँकी छ यसले मलाई फलो गर्यो क्या मेरो कुराले ध्यान दियो कि अनि गरेर आएपछि अझ यसलाई हिट बनायो कहाँ भन्दाखेरि निखिलले चाहिँ अग्निज्वाला र सजना अनादि सजना खिलाडी भोजपुरी अग्निज्वालामा यो हिरो दुईटा नन्द सुभाषले बनाएको बिल्डिङमा सुटिङ हो अग्निज्वालामा हिरो निखिलले सेलेक्सन गर्ने गल्ती गर्यो कि विराजको रोल खेले भए त विराज सेकेन्डमै हुन्थ्यो यसलाई मैले यस्तो ब्लास्ट गरिदिएँ कि यो ब्याक समर्थन डराइ हानिरहेको थियो कि हाम फाल्न डराइ हाम फालिरहेको थियो कि यस्तो एक्सन बनाइदियो कि नि निखिल ओजेलमा पऱ्यो कि त्यो फिल्मबाट चाहिँ अब विराजको सुटिङमा आउँदाखेरि त्यो यो हाम्रो सुटिङ गर्न आउने छ नि यो सुरेश दर्पणहरू सबैले होइन कहाँ सक्छ निखिल जस्तो भने यसलाई इन्करेज खुट्टै मर्काएको छ यो बाबुले हामफालले बुस्ट गरेर हामफालेर खुट्टै मर्केको छ कि यसलाई त यसरी हामीले स्टार बनायो कि यो मात्र एक्लै भयो भने हुँदैन यो स्टार एक्लै त कुनै पनि कुरा हुँदैन नि एक्लैले त एक्लै त कुनै हुने निखिल त हामफालेर भयो नि त अनि यसलाई भोजपुरी त्यो फिल्ममा अर्को छ एउटा भन्नुपर्ने कि भोजपुरी होइन अनि निखिलको 2टा फिल्ममा फाइट एक्टर म 2टा फिल्ममा निखिल हिरो अनि यो चाहिँ विराज तिम्रो के छ मोबाइल चलिसकेको थियो नि त त्यो बेला तिमी खाले हो खाल्छ दाइ भने कि ल यहाँ आइज प्रोडक्सन एउटै अनि त्यो गोविन्दाको भान्जा कृष्ण अभिषेक उनीहरूको त्यहाँ दिनभर एउटै मेस भयो नि त उसले हेर्ने क्या एक्टिङ उनीहरूको एक्टिङ हेर्ने यो हेर्ने फाइट त हेर्नु पर्दैन निखिल भन्दा खतरा फाइट खेल्छ निखिल अरूमा चाहिँ तगडा छ दिनभर के देखेर तिमीले भाउ भनेर सोधेँ कि दाइ हामीले एक्टिङ गर्ने उनीहरूको अगाडि 10% पनि छैन भन्यो कि हेर तिमी भोजपुरीमा टेक्न सक्छ है किन टेक्छ भने हुन त त्यहाँ गीत गाउने हिरो हुन्छ त्यहाँ होइन त्यहाँ झुसु हेर्ने भने गीत गाउने हो तर तिमी त्यहाँ अगाडि टेक्छ है तेरो फाइटिङ तेरो लुक्स हेमन्त बिर्जे जस्तो छ कि त्यहाँबाट स्टार्ट गऱ्यो मेहनत गऱ्यो होइन राम्रो भोजपुरी फिल्ममा त अब उहाँको राम्रै क्रेज राम्रो छ होइन राम्रो एक्सनमा स्टार हो त्यो शिवदाई चाहिँ पाकिस्तानमा स्टार भनेको छ त्यो स्टारै हो कि